सबै सडकमा जस्तै गौशालाको सडकमा पनि प्राय मानिसहरू हतारमै देखिन्छन्। कसैलाई कार्यालय पुग्नु छ, कसैलाई घर, कसैले भोलिको चिन्ता बोकेको छ, कसैले अर्को वर्षको सपना। सबैलाई लागिरहेकै छ, समय अझै धेरै बाँकी छ। जीवन त्यहाँ आफ्नै गतिमा दौडिरहेको छ, तर त्यही सडकबाट मात्र केही पाइलाभित्र पशुपतिको ब्रह्मनालमा अर्कै समय बगिरहेको छ। कसैको संसार आज रोकिएको छ, कसैका आँखा आँसुले भरिएका छन्। एउटा शरीर मौन छ, धुवा बिस्तारै आकाशतिर फैलिरहेको छ। चराहरू त्यही धुवामाथि उडिरहेका छन्। त्यहाँ उभिँदा एकैछिनका लागि सही आफ्नो अन्त्य पनि टाढाको कुरा जस्तो लाग्दैन, अनि त्यो बोध पनि एकैछिनपछि धुवा जस्तै भइदिन्छ। केही बेर मनमा रहन्छ अनि बिस्तारै जीवनकै हतारमा हराउँछ।